शेरबहादुर देउवाले लामो समय पश्चात टुर्नामेन्टमा सफलता प्राप्त गरेर उपाधि जितेर ल्याए नि, नेपालको नाम रोशन गरे नि। आज त्यही भएर उनको एयरपोर्टमा भव्य स्वागत भयो। यस्तो टाइममा प्रश्न गर्न मन लाग्छ, यत्रो तामझाम स्वागत गर्ने मान्छेहरूलाई देशको हालत कुन अवस्थामा पुगेको छ भन्ने कुरा थाहा छैन क्या हो। वर्षौँसम्म उही नेतृत्व, उही समर्थन, उही प्रवृत्तिलाई जोगाउने क्रममा आज देश बिग्रिनुमा यस्ता अन्ध समर्थनहरूको पनि भूमिका रहन्छ नि। आजको देउवाको स्वागत कार्यक्रममा उपस्थित भक्तजनहरूले देउवाको पालामा नुनपानी राम्रैसँग खान पाएका थिए होला नि त, त्यही भएर यत्रो जात्रा गर्नु परेको हो क्या हो। आजको जमघट हेर्दा लाग्छ शेरबहादुर देउवाले धेरै लामो तपस्या पश्चात देशको नामै रोशन गरेर ठुलै उपाधि जितेर देश फर्केछन् क्या हो। यिनका अन्ध समर्थनहरूले त्यस्तै गरिरहेका छन् त। नेतालाई सम्मान गर्नु गलत नै होइन, त्यस्तो नेतालाई सम्मान गरौँ जसले देशको हितको लागि काम गरेको छ। यो विषयमा तपाईँहरूको विचार के छ, कमेन्ट गर्नुहोला।